Hello everyone, what's up guys? Welcome back to my new video. So आज तपाईहरुलाई मैले लिएर आएको छु एउटा खतरनाक ब्लास्टिङ क्यूट र लभली भिडियो लिएर अहिले नाटक धेरै भयो सो म कामको कुरामा आउँछु ल आज पनि म फेरि आएको छु एउटा राम्रो खतरनाक ब्लास्टिङ भिडियो लिएर अनि थ्यांक यू सो मच म त भन्न चाहन्छु पहिला चाहिँ तपाईले मेरो 124 सब्स्क्राइब गरिदिनु भएकोमा अनि यस्तै माया गरिदिनुस् भन्ने मैले आशा गर्छु थ्यांक यू सो मच अब चाहिँ के हुन्छ सो गाइस आज छ मेरो आमा अनि स्माइली आन्टी मतलब मेरो मम्मीको बहिनीको ह्यापी बर्थडे जस्तो सोच्नुहुन्छ आमा छोरीको बर्थडे एकै दिन आमा मतलब मम्मीको मम्मी अनि आन्टी मतलब मम्मीको बहिनी आमा छोरीको बर्थडे एउटै दिन लाइक व्हाट अ कोइन्सिडेन्स तर पहिला चाहिँ थाहा थिएन के आमालाई नै थाहा थिएन के मेरो बर्थडे यति गते आउँछ भनेर आन्टीले पनि थाहा थिएन हामीले कता मेरो मम्मीले थाहा पाउनु भएको सो आज चाहिँ हामीले बर्थडे मनाउँदैछौँ है सो एभ्रीवान सो म यो आउने बेला त भ्लग बनाउन मिलेन किनकि हातैभरि सामान थियो अन्त सो म आफ्नो मामा घर पुग्छ के अनि सरप्राइजको ब्यान्ड बज्यो आमालाई थाहा भयो बिहा अफकोर्स आमालाई थाहा रहेछ बर्थडे भनेर आफ्नो बर्थडे हो भनेर आमा आज बर्थडे हो नि हजुर थाहा थियो बर्थडे भनेर यो छ मेरो यो आउनुहुन्छ आन्टी उसहरू आउनु लाग्नु छ होइन भइरहेको छ गाइस अनि म टिभीलाई पुऱ्याउँछु आन्टीलाई पुऱ्याउँछु आउनु भएन त्यही भएर म टिभी हेर्न लाग्यो टक्कै मेरो मम्मीले ल्याउँदैन भने यो उहाँमा गएर पनि तारामै त हेर्नलाई चाहिँ भन्नुहुन्छ भक्कै भन्नुभयो नि हाम्रो मामा घरको रुम हो अनि यहाँ चाहिँ यो साइडमा गर्नुपर्छ क्या सबै उसहरू किनकि यहाँ सबै निकाल्नुपर्छ यहाँ निकाल्नु पर्दा नि यो साइडमा डेकोरेसन गर्न पर्छ जस्तो छ हैन ओके वाउ कस हाम्रो प्लान छ म पकाएर खानु भनेर त्यही भएर दिदी र आन्टीलाई पुरेको अनि मलाई चाहिँ अब यस्तो पनि बुझ्छ छैन कि के हाल्नुपर्छ भनेर अनि त्यही भएर मम्मीहरू आन्टी र आमा चाहिँ त्यसपछि कामलाई भनेर बसेको कति बेला आउनु चाहिँ कुकुर नपर्यो यसो यहाँ दिदी आइसक्नु भएछ हेलो दिदी चेपा गर्न लाग्यो अनि यहाँ छ यहाँ मैदा रहेछ यो हटाउन यार मैदा छ सोयाबिन भिराउनु परेन यो त मैले डेकोरेसन गर्नको लागि ल्याएको के खै एकदमै म समातिदिन्छु ल ओहो बटन छ ह्यापी बर्थडे लेखेको छ दुईवटा फायर क्यान्डल छ एउटा बुवा एउटा आमाले अनि यो छ बेलुनहरू छ यो फायर क्यान्डल छ अनि बेलुनहरू छ अनि उस चाहिँ के अरे स्प्रे चाहिँ कान्छी आन्टीले ल्याउनुहुन्छ हाल्नै बिर्सेको थियो क्या स्प्रे अन्त ओहो यसलाई भन्छन् के रियल स्किल त आमामामा प्याज काटेको के काटेको यदि छिटो
यसको र मेरो 25 को 26 को आँकडा छ योबाट मलाई टाढा राख्नु मेरो आँखा हेर्नु म दुईचोटि भयो मुख धोएर आएको त्यहाँ बसेर नि भएन मलाई म बाहिरै पुग्छु ए बा त्यो प्याज काटेर नभ्याउनसम्म म भित्र पस्यो नि त के ल मामा घरको हजुरले यो छ मेरो मामा घर न र यो मामा घरको फुल गार्डनहरू यति राम्रो छ यो मन्दिर भयो ए मन्दिर माथि रोक्नु है मैले यहाँ के अरे कहाँ यो हुनुहुन्छ मेरो मम्मीको हजुरबा हजुरआमा एउटा राम्रो फोटो थियो कहाँ गयो कहीँ राख्नु होला हे भगवान् मेरो यो छ नि हेर यो के जाति हो ब्याज हो कि के हो भन्ने मेरो यसको यति लङ डिस्टेन्स 26 को आँकडा छ म दिदीले त्यहाँ काट्नु छ मलाई आँखा पोलेर यहाँ बसेछु म दिदीको स्किल हेर्नु आँखा भन्दा हे भगवान् मुख धुनु पर्यो यार त्यो उसको अझसम्म गएको छैन मेरो आँखाबाट गड मेरो आँखाबाट त्यो प्याजको धुलो गएको अझसम्म गएको छैन मलाई मात्रै सबैले यस्तै हुन्छ मामा घर भन्छ सबैलाई किन मनपर्छ किनकि मामा घर आएपछि छुट्टै एउटा के अरे भाइब आउँछ के गर्नु घर त्यस्तो आउँदैन किनकि घर क्याउ गर्छ मामा घर आएपछि सबैले माया गर्नुहुन्छ सबैले ओहो नातिनी आई भन्नुहुन्छ रमाइलो हुन्छ ओ यो हाम्रो बुवाको फोन हो क्या खतरा सोयाबिन पाइसक्यो यहाँ बुस पाक्यो अनि यो ल कति काट्नु खोइ देखाउनु त बाह्रै सकेको काट्न त अजिना मटर छैन अब मैले अजिना मटर चाहिँ दोकानमा गएर ल्याउनु पर्यो आमा give me my money give me कहाँ हुनुहुन्छ पैसा चाहियो पैसा दिनु त मेरो सौलीमा छैन आमा हजुर कति राम्रो हुनुभएको अजिना मटर ल्याउँछु गरेको सिम्पल खा छैन अब गएर खाने हो वाउ त्यही बसेर खानु मिठो छ बुवा ओ माइ गड आमा कस्तो छ हेलो आज हाम्रो काम छैन कति राम्रो देखिनको आहा ओके ल खाम के चम्चा हो त नि यो बाहिर ल्याउन कस्तो छ कतिवटा खायो 10-12 वटा मोमो खाने प्लान छ हैन
खान्छेटी खाउने मोमो किन लाने तने खाम यति यति मात्र बनाउँछु है मैले यसमा सानो सानो बनाइदिन्छु सब सबै फेरि एक दिन पकाएको र होइन सानो होइन कति ठुलो छ पुरी जस्तै हो रह्यो त त्यसमा भोलि कस्तो हो क्या बिमार रह्यो त भोलि बिहान आमालाई त्यसमा आधा किलो मासु के कुखुराको मासु लिएर आउने आधा किलो किमा बनाइदिन भन्ने यसमा मुसेर भोलि मोमो बनाइदिन्छ हामीलाई फ्रिजमा राख्नु यसबाट झर्दा म बनाइदिन्छु रह्यो भने बनाउँछु धेरै मसला हाल्ने गनाउँछ जस्तो भन्छु क्या मामु कहाँ जानु मामु छुट्नु मामु आन्टी खाने उसु ल खुसी आउने होला त खुसीलाई आउँछ आउँछ अरे म कराउ है सानो त्यति गर्दै गर्दै भन्देऊ है बाहिर छ बाहिर उसमा पानी लिएर आउँछु बाहिर धारा यिनीहरू लिएर आउँछ बुढुले होइन सबसे धेरै मैले खाएको क्या हो सबसे धेरै मैले खाएको क्या सबसे धेरै उसले सपनाले हो आमा अनि आकेती हुन्छ अर्ग्यानिकको चम्चा केही चाहिने मलाई चम्चा चाहिँदै अर्ग्यानिक हातले खान्छ क्या ग्लो गर्नु है हजुर हौ बुवा कस्तो लाग्यो कस्तो छ मोमो मोमो कस्तो छ मोमो कस्तो छ कस्तो छ के मोमो मोमो त खुब राम्रो म खानै सकिने किन अब यसले गर्ने हो नि चाहिन्छ तात चाहियो यसलाई फुटाउनलाई अब अर्को हात चाहियो त्यही भएर पनि निकालेको के गरेर खान्छ त नि अर्को चम्चा खानुहुन्छ मैले ठ्याक्क उस गर्ने मैले यत्रो मोमो खाएँ 5-6 फुल भयो फुल यता बनाएपछि धेरै टिप हाल्नै पर्यो एक टिप पनि 2 टिप मात्रै भयो न त्यो मैले बनाएको छु नि सबना धेरै यस्तो मोमो छिटो पाक्छ कि किन पातला हुन्छ नि त आमा उता किन फर्किनु अब सफा गरौँ है सबना एक लोटा हाल्नु एउटा पाकी एउटा खाम न अगा ए मेरो भाडा राम टुक्टुक्ती लाएर ल हातैभरि मोमो अझै एउटा भयो अब त मलाई जिन्दगीभरि भयो 1 महिनासम्म भयो मलाई 1 महिनासम्म भयो यति मोमो दर्शन माइजू मल्लिका खै यहाँ मोमो देखा मल्लिकालाई भनेर के मल्लिका बेबीले मोमो सानो बेबी धन मोमो देखाम भनेको त ल तलको छिटो छिटो ए मेरो पुन्टु ए आज त यहाँ स्पेशल छ के हामी सबै है यता देखाउनु यता देखाउनु यता देखाउनु भनेको कि उता फर्कियो कि उता क्यामेरा उता फर्कियो कस्तो होला क्यामेरा उता फर्कियो भनिरहेछु ए ल हेलो
आउँदै मम्मी हुन्छ ठुल मम्मी अब पछि हो आउने एकदम सबैभन्दा ढिलो त हाम्रो मम्मी हो आज ठुल मम्मी होला जस्तो छ आज स्पेशल हो के होला गेस गर्नु त एकचोटि यहाँ हेर न केक देखाउनु छिटो के हेरिहालौँ त रामा हो ल हेरिहालौँ है आमा गई यहाँ कसैलाई थाहा छैन आमा मम्मी कसैलाई थाहा छैन ह्यापी बर्थडे बहिनी आमा तिमीले फोन अरे नि हामीले यहाँ छुट्टै सरप्राइज गऱ्यौँ के अरे भनेको थियो के सरप्राइज थाहै छैन यसलाई यो केटीलाई काहीँ देख्नु छ गाइस हेर्नु हेर्नु भोलि बनाउने तातो साह्रै राम्रो भिडियो आउँदो रहेछ केही नि होइन के लिनु एकदम राम्रो भिडियो आउँछ भने कि सक भएन जो बर्थडे गर्ल छ नि यहाँ जिउको मम्मी हुनुहुन्छ नि उहाँले एन्ड टाइममा आउनु न भन्नु लगेर सरप्राइज दिने भनेको झन् हामी नि सरप्राइज भएर हामी लिन गयो अहिले कति बज्यो 7 बज्न लागेको छ 7 बज्न 8 मिनट रहेछ हामी लिन हिँड्ने यस्ता हामी एक प्लेट मोमो खाएको कि उस खाएको के अरे के भन्छ अरे पिठो तरकारी पिठो एउटा मोमोको किमत 20 रुपियाँ एउटा डल्लो मोमोको किमत यति ठुलो थियो मेरो त्यो मोमो बिगेस्ट मोमो इन द वर्ल्ड थियो के मिनी के अरे मोमो इन द वर्ल्ड त्यो हो र बस्यो 6:30 बजे अब कति बजे 7 बज्न लाग्यो यो सुनसान ठाउँमा हामी मलाई डर लागिसक्यो अगाडि पिपलको बुट्टा डर लाग्यो पिपलको बुट्टा मान्छे निस्किन्छ दिदीलाई तानेर जान्छन् दिदी अनि म बुद्धि ल्याएर भिडियो बनाउँदै भाग्छु भगवान उभिँदा हैरान भयो हामीलाई यही मान्छे हुन् सरप्राइज दिनु आउन सरप्राइज दिएर लास्टमा त ए तँलाई के को पिर परेछ आउनु आज कसको बर्थडे हो अनि के को सिरियस हुनु त नि अनि म सिरियस भएर बस्न सक्ने होइन
यहाँ केक छ अब चाहिँ सरप्राइज यस्तो गरेर यस्तो गरेर यसो गरेर अन्त मजा आउँछ के चाहिँदैन हजुरलाई ओहो यत्रो यो सिन्दुर साउरी परेका के नराम्रो आउँछ ल रोक्ने म इफेक्ट लगाइदिन्छु रोक्नु म इफेक्ट लगाइदिन्छु हजुरलाई ल इफेक्ट आयो सीधा गरेर खिच्दा अब एनिभर्सरी आज एनिभर्सरी पनि रहेछ क्या सुन न यहाँ बस्नु परे यहाँ बस्नु हजुर बस्नु कता टिका लाग्छ बुढी उमलाले चाहिँ बुढी अहिले त झन् ठुलो यसरी त्यसमा सबले फेरि त्यसमा बाटीको लागि म दिन्छु ल पनि बुवाले खाइदिन्छु ल हेलो खिच्नु नि त खै फेरि खाइदिनु त खाइदिने ल टिका लगाइदिनु टिका लगाइदिनु अबिर लाग्दा हुन्छ एकचोटि हजुरले हजुर हटौ न आन्टी तीनटा भाडा भरि राख्दैछ मा हो अहिले गाडी चढेर आऊ है म लिन पठाउँछु बुनुलाई त्यहाँ बाई 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 सकिन्छ कि अब एकचोटि न सब घुम्ने के भन्ने त नि सबैलाई भन्ने बेला राख्नु अब डिलिट गरेर मेरो त्यहाँ
साडी खिची हुन्थ्यो त नि मेरो उहाँ पुग्दाखेरि बाहिर आउँदाखेरि त कस्तो संस्कारी देखिन्छ यसमा ए अहिले बल्ल छ उहाँ माथि राको राम्रो आउँछ सो गाइज के अरे सबै कुरो भ्याइयो भन्दै सबै कुरो भ्याइयो नि त गाइज सबै कुरो भ्याइयो खाएर पनि भ्याइयो गिराएर पनि भ्याइयो नाचेर पनि भ्याइयो अब चाहिँ यो भ्लगलाई एन्ड गर्छु राम्रो लाग्यो लाइक गर्नुहोस् सब्सक्राइब गर्नुहोस् सेयर गर्नुहोस् थ्याङ्क यू सो मच थ्याङ्क यू फर वाचिङ बाई बाई बाई